मन नपरेको कुरा गर्न थाल्छ नि मान्छेहरूले, त्यो बेला उसको मुख सुक्छ। डराउँदा त ठ्याक्कै थाहा हुन्छ त्यो। डर भनेको त मन पर्दैन, कुनै चिजले तपाईँलाई थर्काउँछ, डराउँछ भने मुख सुक्छ, ठ्याक्कै प्याक प्याक हुन्छ। तर कुनै कुरा मन पर्यो भने यसो गरेर डाल्छ, त्यो भनेको मुख रसाउन थाल्छ। वाट एभर इट इज, यो मुखको मेकानिजम हेर्नुहोस् त। तपाईँलाई चाहिँ कुनै चिज मन पर्यो भने मुख रसाउन थाल्छ। अनि यो रसाउनु भनेको सिम्पल मेकानिजम होइन, किनकि रियालभित्र ह्याप्पी हर्मोन हुन्छ। के हुन्छ रे? ह्याप्पी हर्मोन हुन्छ। त्यो अटोमेटिकली तपाईँको ह्याप्पी हर्मोन एक्टिभेट भएपछि त्यो ह्याप्पी मुडमा तनाव कम हुन्छ, मन डिस्ट्र्याक्सन हुँदैन। मान्छेको मन डिस्ट्र्याक्सन चाहिँ दुःखमा मात्रै हुन्छ, पीडामा हुन्छ, दर्दमा हुन्छ। ह्याप्पीमा उसको मन डिस्ट्र्याक्सनै हुँदैन। जस्तै चङ्गा उडाइरहँदा ऊ ह्याप्पी हुन्छ, गरिरहन्छ नि। उसले दायाँ हेर्दैन, बायाँ हेर्दैन, दायाँ बायाँ बाल मतलब उसलाई